सर्वोच्च अदालतमा न्यायाधीशहरूको नियुक्ति कसरी गरिन्थ्यो? नेकपा एमालेको एकदम हनुमान, नेपाली काङ्ग्रेसको एकदम हनुमान है, अब तपाईँको माओवादीको एकदम खुङखार वर्षौँदेखि काम गरेको क्याडरलाई अदालतको न्यायाधीश बनाएर लाने प्रचलन सुरु भयो यो पछिल्लो समयमा। फरक पार्टीको भए पनि होइन, फरक पार्टीको भए पनि उहाँले चाहिँ राम्रो काम गर्नुभएछ पछिल्लो समयमा। बोल्नु पनि राम्रो बोल्नुभएछ, भाषण गर्दाखेरि एकदम राम्रो, नेपाली जनताको मन जित्ने भाषण गर्नुभएछ। फरक पार्टी भयो भने फरक दर पार्टीमा त्यहाँ गलत मान्छेहरू छन्, तर सही मान्छेहरू पनि छन् क्या, 2-4 जना। म चाहिँ सही लाग्छ उहाँ चाहिँ एकदम राम्रो। पहिला पार्टीको उसले छान्थ्यो न्यायाधीशहरू, अहिले भनेको नेपाल सरकारले स्वतन्त्र छानिरहेको छ होइन, यो चाहिँ एकदम खुसीको छ, यो एकदम राम्रो। उहाँले त धेरैलाई सहयोग पनि गर्नुभएछ। अहिले अब पछिल्लो समयमा उहाँ हर्नुको कारण चाहिँ अब यो यसपालि राष्ट्रपालाई हेरौँ भनेर हरेको। नेपाली काङ्ग्रेसमा पनि राम्रो मान्छे त छन्, तर माथिको मेन टाउको नै कुहिएपछि तलको आलुलाई पनि त्यस्तै हुन्छ क्या, त्यही